हेलो छोरा। हजुर बाबा भन्नु त। यसपालि दसैँमा नि घर आउँदैनौ? के गर्ने बाबा, यसपालि दसैँ तिहारमा नि साउले छुट्टी दिएन। सबैको घरमा दसैँ तिहार लागेको छ। यसपालिको दसैँ तिहारमा कसलाई त आउनु मन थिएन र बाबा। के गर्ने, साउले छुट्टी दिएन। हाम्रो घरमा मात्रै सुनसान भएको छ। तिमी कहिले आउँछौ बाबा? के गर्ने बाबा, आउनु त मन थियो यसपालिको दसैँ तिहारमा। सबैसँग फ्यामिलीसँग बसेर टिका लगाउनु मन थियो। के गर्ने, साउले छुट्टी दिएन। यो साल त यस्तै भयो बाबा, अर्को साल आउने छु। गाह्रो पिरो नमान्नु होला। के गर्ने, अरूको छोराछोरी घर आएर अरूको घरमा रमाइलो भयो होला, हाम्रो घरमा त सुन्नेटा भयो होला। केही छैन बाबा, चिन्ता नमान्नु। यो साल त साउले छुट्टी दिएन, अर्को साल पक्कै आउनेछु। गाह्रो पिरो नमान्नु होला, राम्रोसँग दसैँ तिहार मनाउनु होला। यस्तै रहेछ बाबा हाम्रो परदेशी जीवन। न त दसैँ तिहार, न त भनेको टाइममा घर जान पाइन्छ।